हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म धेरै पछि भिडियो पोस्ट गर्दैछु किनभने मेरो फोनमा स्पेसहरू नभएर एडिटै गर्न पाएको थिएन कि। सो अब चाहिँ मैले यहाँ नयाँ फोन लिएको छु अनि म बिस्तारै बिस्तारै भिडियोहरू एडिट गर्दै हाल्छु। कति धेरै चाहिँ भिडियोहरू एडिट गर्नुपर्ने। अन्त आज म यहाँनिर छिटो छिटो बोलेछु किनभने यो भिडियो छोटो छ नि त अनि सबै एक्सप्लेन गरिसक्नुपर्छ है। सो म त्यही भएर छिटो बोलिरहेको छु, प्लिज एक्सक्युज मी फर द्याट। अनि आज चाहिँ म यहाँ गार्लिक प्रन बनाउँदैछु। यसको लागि चाहिँ मैले प्यानमा ओलिभ ओइल तताएँ अनि यसमा चाहिँ मैले गार्लिक मसिनो चप गरेर हाल्दैछु, फ्राई गर्दैछु। यो चाहिँ एकदम धेरै गार्लिक चाहिन्छ, यसले हो क्या मिठो बनाउने। अन्त मैले गार्लिक फ्राई गरेँ अनि यसपछि चाहिँ मैले बटर पनि हालेँ। बटर पनि हाल्नै पर्छ होइन। अनि यसपछि बटर मेल्ट मजाले गार्लिकसँगै भएपछि चाहिँ चिली फ्लेक्स हालेको छु। यो चाहिँ आफ्नो टेस्ट अनुसारले हाल्नु होला, धेरै थोरै नभए मसिनो रातो खोर्सानी हाल्दा पनि हुन्छ। अनि त्यो मजाले फ्राई भएपछि यसमा मैले यो फ्रोजन प्रन हाल्दैछु। मजाले डिफ्रोस्ट गरेको हो क्या यो चाहिँ, पानीसँगै तर्काएर। अनि मजाले यसलाई चाहिँ म यो हालेर बिस्तारै चलाउनुपर्छ। यसलाई चाहिँ चलाउनु भन्दा नि बेटर चाहिँ प्यानमा यसरी टस गऱ्यो भनेदेखि चाहिँ यो मजाले पाक्छ पनि अनि सबैतिर लाग्छ यसको मसलाहरू। सो त्यसपछि मैले यसमा पार्सले हाल्दैछु, मसिनो गरी काटेको होइन। पार्सले छैन भनेदेखि चाहिँ धनियाँ सिलान्ट्रो के हुन्छ हो त्यो हाल्दा पनि हुन्छ, मसिनो चप गरेर। अनि यसलाई पनि मजाले यसरी चलाउने, टस गर्ने, सबैतिर लाग्छ यसको फ्लेभर होइन। अनि यो हालिसकेपछि चाहिँ यसमा मैले आफ्नो स्वादअनुसार नुन हाल्ने। अनि अघिको मेरो बटर चाहिँ सल्टेड बटर भएको भएर म चाहिँ थोरै मात्रै नुन हालेको छु। अनि अनसल्टेड बटर हो भने चाहिँ अलिक धेरै आफ्नो टेस्ट अनुसारले नुन हाल्नुभयो हुन्छ। अनि नुन हालेपछि पनि यसलाई मजाले टस गरेर अनि यसमा चाहिँ थोरै लेमन जुस हाल्नुपर्छ। यो प्राउनको लागि चाहिँ लेमन जुस चाहिँ एकदमै हाल्नै पर्छ होइन। अनि यो लेमन जुस हालेपछि चाहिँ फेरि टस गर्ने। अनि अब यो चाहिँ रेडी नै भइसक्यो, एकछिनमै पाक्छ, धेरै टाइम पनि लाग्दैन नि त पकाउन। त्यही भएर भिडियो एकदम छोटो भएछ अनि म यहाँ छिटो बोल्दैछु। सो लेमन जुस हालिसकेपछि चाहिँ यसलाई मजाले टस गऱ्यो अनि यो रेडी भयो। अनि यो चाहिँ मैले हाफ चाहिँ बोइल यतिकै निकालेँ यतिकै खानलाई, अनि हाफमा चाहिँ मैले यहाँ बोइल गरेर राखेको थिएँ स्पेगेटी, अनि हो त्यो हाल्दैछु। सो मलाई चाहिँ स्पेगेटी हालेको मनपर्छ क्या, त्यही भएर मैले स्पेगेटी हालेर बनाएँ। सो आजको भिडियो यति नै। थ्याङ्क यू फर वाचिङ, प्लिज सब्सक्राइब एन्ड लाइक। बाई बाई, सी यू इन अनदर भिडियो।